यहाँ पाल्नु भएको सम्पूर्ण हाम्रो साउथ इस्ट रिजनल कमिटीका सम्पूर्ण मेम्बरहरू, हाम्रो अध्यक्ष श्री शिवराम गुरुङज्यू, निवर्तमान आमासँगका अध्यक्ष आज त संस्थापक अध्यक्ष नै आउनुभएको छ, एकदम लक्की यहाँ हुनुहुन्छ। एकदम प्राउड के उहाँको विशेष सबैजना तपाईँहरू हाम्रो दिदीबहिनीहरू सबैजना उपस्थित हुनुभएको छ। तपाईँहरूलाई एकदमै धन्यवाद अनि स्वागत। विशेष गरी हाम्रो कमल दाइ र दिजिता भाउजूले यहाँ हाम्रो यहाँ आज स्पोन्सर गर्नु भएको छ, बोलाउनु भएको छ हामीलाई विजन भाउजू होइन, उहाँहरूलाई एकदम मुरी धन्यवाद है। तपाईँको चाहिँ यहाँ पलोस ऊ ल्याएको छ नि, एकदम सहालेर आओस् अनि तपाईँको घर झन् एकदम ठुलो होस्, राम्रो होस्, अर्को साल आउँदा झन् ठुलो घर होस् र हामी त्यहाँ जान पाऊँ होइन। हाम्रो चाहिँ ठुलोभन्दा ठुलो हाउसमा हामी यसरी नै रमाइलो गर्न पाऊँ। अनि त्यही त एकदमै कहिले नआउनु भएका हाम्रो सबै भनौँ न पूर्व अध्यक्षहरू पनि आउनु भएको छ, उहाँहरूलाई पनि एकदमै यो हौसला दिनुभएको छ नि हामीलाई।
नमस्कार। आज हामी हाम्रो सचिव कमल गुरुङ भाइको घरमा अनि बिजनको घरमा भैलो खेल्दैछौँ। अनि यहाँ अहिले ब्रेक टाइम भएको छ। ब्रेक टाइममा हाम्रो यहाँ सबै दाजुभाइहरू सबैजना यसरी आउनुभएको छ। यहाँ हाम्रो चेयरम्यानज्यू अनि बिन्दु हाजीले चाहिँ यहाँ यसरी डेकोरेसन गर्नुभएको छ। अनि यहाँ सबैजना अहिले ब्रेकमा खाना भइरहेको छ। बिजनले खाना थपिरहेकी छिन् अनि हाम्रो दिदीबहिनीहरू सबैजना हाम्रो मायारानी आथे दिदी बानु हामी सबैजनाको ब्रेक भएको छ अहिले। अनि सबैजनाले यो भिडियो हेर्नु होला। हाम्रो चेयरम्यान काका, हाम्रो संस्थापक अध्यक्षज्यू यता हुनुहुन्छ, खाना खाँदै हुनुहुन्छ, सबैजना अहिले बिजी हुनुहुन्छ। अनि एकछिनपछि फेरि भैलो खेल्न छ। हाम्रो भाइ यता राज भाइ यता हुनुहुन्छ, दिदी यता हुनुहुन्छ। अनि लक्ष्मी पूजा पनि यहाँ भइरहेको छ। सबैजनाले यो भिडियो हेरेर इन्जोय गर्नु होला। अनि त्यसपछि यदि दक्षिणा दिन छुटेको छ भनेदेखि चाहिँ साउथ इस्टको भाइबरमा गएर फेरि दक्षिणा दिनुहोला। हामी भैलेनी पार्टी यहाँ माला लगाएर सजी सजाउ भएर यहाँ यसरी अहिले अघि लगभग 1-1.5 घन्टा चाहिँ भैलो खेलियो। अहिले फेरि यो ब्रेक पछि फेरि भैलो खेल्नेछौँ। हजुरहरू सबैले यो भिडियो हेरेर मन खोलेर दक्षिणा दिनुहोला। अनि सबैको लागि हामीले यहाँ चाहिँ भट्टाएर एकदमै राम्रो होस्, शुभ होस् भनेर प्रार्थना गर्नेछौँ। थ्याङ्क यू सो मच। यहाँ किचनमा यसरी सबैजना बिजी। अनि सबैजनाले यो भिडियो हेर्नु होला। अनि भैलीलाई, आजको यो भैलीलाई मन खोलेर दक्षिणा दिनु होला है सबैजनाले। धन्यवाद।
आजसम्म चाहिँ हाम्रो वार्म अप मात्रै हो कि जस्ट वार्म अप मात्रै हो। अब वार्म अप यस्तो थियो, अब फाइनल कस्तो आइला है छँदैछ। सर्वप्रथम त हाम्रो यो कार्यक्रमलाई हामी फर्मल तरिकाले लैजाउँ। यस कार्यक्रममा अध्यक्षता गरिदिनु हुन हाम्रो शिवरामज्यू जसलाई हाम्रो निवर्तमान अध्यक्ष पिके दाइ त्यसै गरी हाम्रो हरि दाइ आइपुग्नु भएको माझी राजा है।
Thank you.
भान्जी बसेर हेर बाबु यो ओके यार खै Ali. आजको धनका धनी मनका धनी हाम्रो साउजी शेखर बाबु डाक्टर साहब डाक्टर दुईजना डाक्टर दुईजना डाक्टर डाक्टर साहब कोही डाक्टर साहब ढाडको बिरामी छ भने भनिहाल्नु अहिले अहिले निशुल्क हो होइन हस्पिटलको हो कहाँ गोठातिर गरेर ढाड उयो भनिहाल्यो अहिले अवसरमा यी सबै साउदी जिल्ला कमिटीलाई साउदी जिल्ला कमिटीलाई आमन्त्रण गर्नुभएको उपलक्ष्यमा हाम्रो साउदी शेखर शर्माजी र हाम्रो बहिनी सङ्गीता मराठीजीलाई हामीले हाम्रो छोरीहरू र हाम्रो नेपालबाट पाल्नुभएका दुईजना Dr. Suman and Dr. Sijan.
केही न केही मात्रामा आर्थिक लाभ संस्थामा केही आर्थिक लाभ हुन्छ कि भन्ने हेतुले हामीले यो कार्यक्रम गर्दै आएका छौँ र दिपावलीको उपलक्ष्यमा हजुर सम्पूर्ण परिवारलाई सुख शान्ति समृद्धि सुस्वास्थ्य तपाईँको दुईबाट नै सुरु गर्नु पर्यो अब बोल्ने काम त मैले मेरो श्रीमतीलाई सुम्पिएको होइन तपाईँहरू आज आइदिनु भयो धेरै धन्यवाद अनि आजको यस प्रोग्राममा मैले चाहिँ के फिल गरेँ हामी केही लाग्छौँ नि ठुलो इम्पोर्टेन्ट कुरा के छ तपाईँहरूले यस्तो दिल खोलेर आशीर्वाद दिनुभयो तपाईँले दिल खोल्नु भएको छ कि त्यो कुरा इम्पोर्टेन्ट हो हामी कहीँ जाँदा पनि हामीले पनि म पनि चाहन्छु कुरा चाहिँ मल्टिप्लाई गर्नु यहाँ मात्रै होइन हाम्रो अन्त पनि दिल खोल्न गाह्रो छ दिल खोल्न गाह्रो छ है खोल्नु भएको छ दिल खोल्न गाह्रो त्यसको लागि धन्यवाद कहाँ उसको त धेरै लामो हुन्छ कटाउनु पर्यो एकछिन र तपाईँहरू सबैजना यस्तो मिठो मिठो गाउनुभयो बाबा दुःखा सुखा है खतरा डान्स त्यस्तै होइन तपाईँलाई यो हाम्रो घरमा पाल्नु भएर हाम्रो घरलाई पवित्र बनाइदिनु भयो हुर्केको मान्छे लोकगीत सङ्गीत अनि तपाईँहरूको समुदायसँग एकदमै परिचय एकदमै आई लभ दिस कम्युनिटी यो सानो छिनो यताउता भनेको त्यो ठुलो भएन तपाईँहरूले गरेको तुलनामा केही पनि होइन हामीले तमुदीको च्यारिटीको लागि सानो प्रोग्राम 500 पाउन्ड केही यति ठुलो खर्च गरेर आउनु भएको छ त्यो केही पनि होइन साँच्चै भने एउटा हाम्रो संस्कार गरौँ मात्रै गरेको हो तपाईँहरू यहाँ आइदिनु भयो यस्तो माया गर्नुभयो मेरो भाइलाई माया गर्नुभयो मेरो बच्चाहरू सबैजनालाई हाम्रो परिवारलाई आशिष दिनुभयो यहाँ मलाई ठुलो केही पनि होइन हामीबाट केही कतै चिया पानी यताउतामा केही मर्दा पनिको घरमा नजाने भनेर मन्दाले सिकायो कि हो परिवारमा यताउता केही भएको होइन त्यसमा चाहिँ अब अझ नेक्स्ट टाइम गर्दा अझै हामी अर्गनाइज तरिकाले गरौँला यो संस्कारको कुरामा बच्चा मेरो बच्चाहरूले पनि देखाइरहेको कुराहरू तपाईँहरू भनेको त गीत सङ्गीतको खानी हो कि त्यो मलाई त यो तपाईँहरूको डान्स यस्तो मनपर्छ होइन अलिकति सामान्य हामीले कोही भेजिटेरियन हुनुहुन्छ भने भेजिटेरियन बिरयानी छ भने चिकन बिरयानी छ र अरू नभए पनि के छ केही खानाको मासु चुरा छ खिर छ अलिकति तपाईँहरूलाई त्यो बिरयानी खानु होला भोकै नजानु होला प्लिज खाना यो सकाएपछि खाना खाउँ र तपाईँहरूलाई धेरै 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 धन्यवाद है उनीहरूलाई पनि थाहा हुन्छ कि हामीलाई मैले बोलेको चाहिँ मेरो वाइफलाई सुनिदिएको छु भने जस्तै मैले बोल्ने कुरा मेरो हजुरलाई आज होइन मलाई नेपालमै भएको जस्तो भान भइरहेको छ होइन एकदमै रमाइलो भयो भने धन्यवाद दिँदै म सबैजनालाई तिहारको धेरै धेरै शुभकामना डाक्टर साहब म नहिँडिदिनु एकछिन नहिँडिदिनु त ल डाक्टर साहबको त लामै जान्छ होला मैले अघि घिनाजुले भनेको तपाईँले दिल बोल्नुभयो मान्छेलाई के चाहिन्छ पैसा पावर केही पनि चाहिन्छ मान्छे खुसी हुन चाहन्छ तपाईँहरूमा त्यो देखेकै फिल सो रिल्याक्स होइन त्यो
त्यो सबभन्दा ठुलो कुरा हो। हामी डक्टर भएर पनि तपाईँहरू हेप्पी हुनुभयो, रिल्याक्स हुनुभयो भने सबभन्दा ठुलो हो। तपाईँहरूको यो स्पिरिट कायम राख्नु होला। यहाँ बसेर पनि नेपालको सभ्यता संस्कृति त्यो चिजको लागि नेपालमा केही समस्या पर्यो तपाईँहरूमध्ये धेरैजनाहरू पशुको आमा सरकारी अस्पताल हो सरकारी अस्पताल हो। तपाईँहरू सबैजना जो पनि हुनुहुन्छ भने लिएर मौका आउन सक्नुहुन्छ। त्यो भयो र यही चिज भन्दै तपाईँले सबैजनालाई Thank you. Shut up, yeah. Thank all of you for coming. Like my mama said, I'm really proud of our culture. Yep. And to see everyone dance and sing was really, really fun for me and my sisters. Yeah, well done, well done. Come on, Jota, come on, come on. See, Jota, do. She will be the first doctor of second generation. Wow. Come on, Jota. Thank you.